यस्तो भएछ कि सर यो एउटा रोड बाटो भयो होइन यता साइड लाइन यो कामको कुरा पछि गरेर गरौँ ल एउटा रोड यो भयो होइन यताबाट एउटा बस घुर्दै हालेछ हो यताबाट एउटा एम्बुलेन्स स्पिडमा आइरहेको रहेछ क्या ब्रेमबाट अनि त्यो त त्यहाँ यो ठ्याक्कै घुम्तीमा आएर झुक्यो है दुइटा ठोक्यो घुम्तीमा एम्बुलेन्स बस ठोक्यो के भयो भन्दा ठोकिँदाखेरि त्यो बसलाई त खासै त्यति क्षति पुगेन एम्बुलेन्स त टुक्रा टुक्रा एकतिर लाइट एकतिर त्यसपछि पाङ्रा एकतिर त्यसपछि एकतिर ड्राइभर एकतिर होइन भयो माथिको त बत्ती हुन्छ नि त्यो बत्ती एकतिर त्यसको तार एकतिर भयो क्या त्यसरी छत्ता त्यो जताततै हुँदाखेरि पनि त्यो एम्बुलेन्स त माथि बत्ती हुँदैन त्यो बत्ती त हेर्नु बन्द हुने निम्नी बन्द हुने निम्नी बन्द हुने निम्नी भइरहेको रहेछ कसरी सम्भव भयो क्या त्यो एक्सिडेन्ट भएर हुन्छ नि यताउता दायाँ बायाँ सबै कसरी सम्भव भयो क्या त्यो